म भदौ 23 को जेनजी आन्दोलन स्मरण गराउन चाहन्छु। भदौ 23 यो कुनै सामान्य मिति होइन। यो दिन जेनजीहरूले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारको विरुद्धमा सडक तताएका थिए। यो आन्दोलन कुनै पार्टीको आदेशमा होइन, कुनै नेताको इसारामा होइन। यो स्वतः स्फूर्त जनविद्रोह थियो। कलिला स्कुल र कलेज पढ्ने केटाकेटीहरू हातमा कापी किताब बोकेर स्कुल ड्रेसमै सडकमा उत्रिएका थिए। उनीहरूसँग न ढुङ्गा थियो न हतियार, केवल कलम थियो। माइती घरमा जम्मा भएर उनीहरू बानेश्वरको संसद भवनतर्फ अघि बढे। किनकि उनीहरू आफ्ना शासकहरूप्रति आक्रोशित थिए, किनकि उनीहरू अन्यायको विरुद्धमा बोल्न चाहन्थे, किनकि उनीहरू आफ्नो भविष्य खोसिँदै गएको देखिरहेका थिए। तर राज्यले के गर्यो? निरङ्कुश सरकारले, जसका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक थिए, ती निहत्था कलिला स्कुलले केटाकेटीहरूलाई ताकी टाउको र छातीमा गोली हानी हत्या गर्यो। म सोध्न चाहन्छु, तत्कालीन सरकारलाई त्यस्तो के बाध्यात्मक परिस्थिति आयो कि कलम बोकेका बालबालिकामाथि गोली चलाउनु पर्यो? यो राज्यको सुरक्षा थियो कि राज्यको कायरता? कलम बोकेका बालबालिकालाई गोली हानी सडकमा ढाल्नु त्यो सरकारको कायरताको पराकाष्ठा थियो। आफ्नै नागरिकलाई हत्या गर्ने केपी ओलीले यतिका वर्षसम्म कसका लागि राजनीति गरिरहेका थिए? यति हुँदा समेत केपी ओलीले न भदौ 23 को घटनाको जिम्मा लिए न सोही दिन राजीनामा दिए। यही तानाशाही प्रवृत्तिले देशलाई अर्को विस्फोटतर्फ धकेल्यो। भोलिपल्ट भदौ 24 मा भदौ 23 को नरसंहारको विरोधमा देशैभरि जनता सडकमा उत्रिए। व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि जनआक्रोश एक साथ पोखियो। यसले स्पष्ट सन्देश के थियो भने एमाले र काङ्ग्रेसको गठबन्धन सरकार राज्य सञ्चालनमा पूर्ण रूपमा असफल भइसकेको छ। फलस्वरूप ओली आफ्नो ज्यान जोगाउन हेलिकप्टर चढेर भाग्न बाध्य भए। यदि भदौ 23 मै हत्याको जिम्मा लिएर राजीनामा दिएको भए भदौ 24 को घटना हुने थिएन। देशका संरचनामा भौतिक क्षति पुग्ने थिएन। यो कुरा एमालेका प्रत्येक नेता, कार्यकर्ता र आम नेपाली जनताले राम्ररी बुझ्न जरुरी छ। जेनजीको 2 दिनको आन्दोलनले सरकार ढल्यो, नागरिक सरकार बन्यो, नयाँ म्यान्डेटका लागि फागुन 21 मा निर्वाचन हुने वातावरण बनेको छ। तर नरसंहारकारी केपी ओलीलाई आजसम्म भदौ 23 को रक्तपातप्रति न लाज छ, न ग्लानी छ, न आत्मआलोचना। उल्टै जेनजी हत्यारा ओली र उसका मतियारहरूले जेनजीलाई आतंककारीको संज्ञा दिएको छ। त्यसैले आज म आम नेपाली जनतालाई स्पष्ट शब्दमा भन्न चाहन्छु, यो आउँदो निर्वाचन सामान्य निर्वाचन होइन। यो जनमत हो। यो जनमत हो। ओलीले गरेको नरसंहार र दमन ठिक थियो कि जेनजीले गरेको विद्रोह ठिक थियो भनेर तपाईँ अन्यायको कित्तामा उभिनुहुन्छ कि न्यायको कित्तामा? आफै फैसला गर्ने समय आएको छ। यो चुनाव ओली जस्ता अत्याचारी, स्वेच्छाचारी, तानाशाही, भ्रष्टाचारी प्रवृत्ति विरुद्ध सुशासन, जवाफदेहिता र भ्रष्टाचार रहित समाजका पक्षधर बीचको लडाईँ हो। यो अन्याय र न्याय बीचको लडाईँ हो। यो यथास्थितिवाद र परिवर्तन बीचको लडाईँ हो। यो आफ्नै नागरिकलाई निहत्या हत्या गर्ने शासक भर्सेस स्वतन्त्र अभिव्यक्ति र सम्मानसहित बाँच्न पाउनुपर्छ भन्ने जनता बीचको महायुद्ध हो। यो कलिला केटाकेटीको भविष्य खोज्ने शासक भर्सेस आफ्नै देशमा आफ्नो भविष्य खोज्दै गरेका युवा बीचको महासङ्ग्राम हो। यो धर्म स्थापनाको लागि महाभारत हो। त्यसैले म सम्पूर्ण न्यायप्रेमी जनतालाई आह्वान गर्न चाहन्छु, यो महायुद्धमा परिवर्तनको पक्षमा उभिनुहोस्, न्यायको पक्षमा उभिनुहोस्, सुशासनको पक्षमा खरो उत्रिनुहोस्। यस्तो अवसर एक युगमा एक पटक मात्र आउँछ। यो ऐतिहासिक अवसरलाई खेर नफालौँ। भदौ 23 र 24 का शहीद तथा घाइते परिवारको न्यायका लागि, उनीहरूको आत्माको शान्तिका लागि आगामी फागुन 21 को निर्वाचनमा घन्टी बजाउँ देशैभरिबाट। आज तपाईले घन्टीमा हालेको मतलाई इतिहासले सम्झनेछ। भोलि तपाईका सन्ततिले तपाईलाई स्याबास भन्नेछन् र तपाई स्वयंलाई परिवर्तनका लागि हालेको मतमाथि गर्व महसुस हुनेछ।